नमस्ते अनि स्वागत छ द रबिन्स भ्यान युट्युब च्यानलमा। आजको हाम्रो विषय रहेको छ 2025 रोमानियाको वर्क परमिट सस्पेन्डेडको बारेमा। जब जनवरीदेखि रोमानिया फुल्ली सेन्जनमा सामेल भयो तब धेरै देशहरूबाट अधिक मात्रामा कामको लागि वर्क परमिट फाइल सबमिसन भयो, जसमा बङ्गलादेश पाकिस्तानबाट अधिक मात्रामा फेक वर्क फाइल बनाई स्लटहरू रिजर्भ गरेर फेब्रुअरी मार्च महिना भित्र नै अक्टोबरसम्म 1 लाखभन्दा बढी वर्क परमिटको सबमिसन डेट पुग्न गयो। तब तत्काल रोमानिया सरकारले अप्रिल महिनामा अनलाइन अपोइन्टमेन्ट सस्पेन्डको नोटिस जारी गर्यो। सस्पेन्ड भन्नाले वर्क परमिट आउँदै नआउने भन्ने होइन। अनि अर्को कुरा, सर हाम्रो वर्क परमिटको डेट जुलाई, अगस्त, सेप्टेम्बर, अक्टोबरमा छ, वर्क परमिट आउँछ त भन्नुभएको छ।